हेर्नुहोस् है साथीहरू मकै बारीमा चाहिँ काम गर्दैछु। यहाँ झारहरू उखाल्नु आम्मा मेरो फर्सीबारी मकैबारी सबै सकिनु आँटेछ नि त। अब म काम गर्छु यहाँ। साथीलाई साह्रो छ है, गरी खानु साह्रो छ। अब के गर्ने यस्तै छ। पार्टी छ हो, मजा पो आउँछ हौ। उहिले त बाजेको पालोमा फोन पनि देखाउनु पाउँथेन। अहिले त गरी मजा फोनसँग बोल्दै हो। मजा पो आयो। मान्छे पनि चाहेन हौ साथी। मलाई हाँस पर्छ। साथी पनि चाहेन। काम गऱ्यो, फोन राख्यो, बोल्यो, लाटा पारा फर्काउनु चाहिँ फर्काउँदैन हो, आफै बोल्यो। यस्तो झारहरू खानु छ सिँढीबारीमा। आम्मा यस्तो काम कम्ती मजा आउँछ। भोक लाग्ने काम त यो हो नि त साथी। यसरी पो काम गर्नुपर्छ त हौ। अल्छी नगरिकन कहाँ घरमा बसेर मिठो मिठो चिकन तन्दुरुस्ती रामेन खाएर हुन्छ त हौ। मर्छ साथीहरू घुँडी बोलेर। छुट्टी हुन्छ नि रामायणहरू धेर खानु हुँदैन साथी हो। पिरो हुन्छ भोलि पछि बुढेसकालमा चाहिँ फेरि टोइलेटकै साथी हुन्छ नि। फेरि टोइलेटमा बसेको हो। यसो काम गऱ्यो भनेदेखि चाहिँ भोक लागिहाल्छ। मिठो होस् कि नमिठो होस्, गम कि गम, यसरी कस्तो मजा आउँछ। मकै पनि मजाले फल्दैछ मेरो त हो। सिमी पनि छ त हौ, तर अलिक सिमी चाहिँ गतिलो फलेन कि। गतिलो अलिक फलेको छ भने यस्तो पो छ त। अन्त दुश्मन आरू हे भगवान् हो। बस्तीमा त यता फर्क्यो आरू, उता फर्क्यो सिमी, यता फर्क्यो है। अरे वाह। मिठो चाहिँ यत्रो हुनुपर्छ नि काट्ने। आएर नाथेर कति गर्थ्यो गेडागुडी। बेलुका 5 बजीतिर हो म बारीमा निस्केको शीतलमा कि। हुन्छ साथीहरूलाई यसो आफ्नो बारीको तस्बिर देखाउँ भनेको नि मकै बारीमा बसेर हो। मकै बारी दरेङ दरेङमा चाहिँ कति हाल्नु। घाँस काट्यो वरेङ मरेङ मरेङ मरेङ। अस्ति मैले के इस्कुस रोपेको थिएँ। आम्बो यहाँ नि हो इस्कुस। सबै त जान्दिनँ नि म पहिला अब है दोकान गरेको। अहिले चाहिँ अब आफै सिक्दै यहाँ नि हो साथीहरू। आमा म त मरेँ। के भन्छ यो रमभेडा। यो फेरि नि सिलगढीको भन्दा चाहिँ नि दामी हुन्छ, मजाले पाक्छ। उसको दानाहरू नि मजाले छुर्पी र खोर्सानीको चटनी बनाएर यो हाल्नु चाहिँ पक्क पाक्छ। कस्तो मिठो हुन्छ। वाह भगवान् के चाहिँ छैन हो मेरो चाहिँ हो। आफै दुःख गर्छु, मिठो मिठो खान्छु। फर्सीको मुन्टा हेर न। ल ल ल फर्सीको मुन्टा। यहाँनिर नि मेरो बुढोले चाहिँ मासु बनाइदिनु भएको थियो कि। लौका। वाह फर्सी लौका हो, मजा आउँछ। कहिले पाक्ने हो। पिँडालु पनि भोलि पर्सि खाने पिँडालु हो। मकैमा चाहिँ फेरि जुङ्गो लागेर हेर्नु। मकैको जुङ्गो साह्रो छ भिडियो बनाउनु नि। जुङ्गो देखाउनु नि जुङ्गो देखाउनु नि लडी झर्छ फोन पनि।
अब साथीहरू यहाँ उखाल्नु पऱ्यो कहाँ फोन मात्र देखाएर गर्दा त मकै बारीमा कुदेर हुन्छ काम गर्नु पऱ्यो नि साथीहरू माछा है यो यहाँ फेरि यहाँ बिँ अस्ति ल्याएको थिएँ कि मैले ए भगवान् म त मरेँ यहाँ हेर्नु यसरी काम गर्दा नि फलफुल फल्यो भने माथि घरमा छ फुलबारी यहाँ चाहिँ मकै रोपेको छु मकै बारी माथि छ फेरि गरेन्डेल के भन्नु नजिकबाट साथीहरूलाई टुई टुई पठाइदिन्छ यसो टुई